सम्पूर्ण भाइ बहिनीहरुमा नमस्कार छ। फेरि पनि मैले हजुरहरुको लागि एउटा नयाँ भिडियो लिएर आएको छु। आज हजुरको लागि मैले नम्बर सिस्टमको बारेमा लिएको छु है। नम्बर सिस्टम यसबाट जहिले पनि 4 मार्क्स फिक्स क्वेशन हो है। यसबाट 4 मार्क्स चाहिँ जहिले आउँछ यो एससी को लागि। यसबाट थ्योरी सोध्दैन। अब हजुरलाई म ढिला नगरिकन सिधै यसको बारेमा म हजुरलाई भन्न गए। अब यसमा कसरी हजुरलाई गराउँछु भन्दाखेरि मैले सुरुमा हामीले थाहा पाउनु पर्ने भनेको नम्बर सिस्टमको टाइप्स भनेको एउटा हजुरको के हुन्छ पहिला म लेख्छु यहाँ नम्बर सिस्टम्स भन्ने लेख्छु। नम्बर सिस्टममा नम्बर 1 मा छ हजुरको डेसिमल नम्बर सिस्टम छ। डेसिमल नम्बर सिस्टम यसको यो डेसिमल नम्बर सिस्टममा हजुरको 9 वटा डिजिट हुन्छ के। डिजिट भनेको हजुरको 0 देखि 9 सम्म हुन्छ। 0 देखि 9 भनेको यति 10 वटा डिजिटको हुन्छ के। 0 देखि 9 सम्म डिजिटको हुन्छ यसमा। भनेपछि हजुरको यसको बेस भनेको यसको बेस जहिले पनि 10 हुन्छ है। 0 देखि 9 सम्म जानुपर्ने हो। 0 देखि 9 सम्म जाँदाखेरि यसको बेस 10 भनेको छ। डेसिमल भनेको छ 10 हो सम्झ्यौ के। 10 सम्झिनु के। डेसिमल नम्बर भनेको चाहिँ यसको बेस 10 भयो भने डिजिट चाहिँ 0 देखि 9 सम्म हुन्छ। अर्को छ नम्बर 2 मा। नम्बर 2 मा बाइनरी नम्बर सिस्टम भनेर लेखेँ मैले। यसरी ड्यास गिराएँ। बाइनरी नम्बर सिस्टममा जहिले पनि 0 to 1 दुईटा डिजिट हुन्छ। यसको बेस भनेको 2 हुन्छ। नम्बर 3 मा जान्छु म हजुरको अक्टल नम्बर सिस्टम भन्छु। यसमा हजुरको 0 देखि 7 वटाको डिजिट हुन्छ। 0 देखि 7 सम्म हुन्छ यसको डिजिट र यसको बेस भनेको जहिले पनि अक्टल भनेपछि 8 हुन्छ। र नम्बर 4 मा छ हेक्साडेसिमल नम्बर सिस्टम भन्छ। यसमा हजुरको एउटा छ 0 देखि 9 सम्म, अर्को छ A देखि F सम्म। यसको बेस भनेको 16 हुन्छ है हजुरको। अब एउटा कुरा बुझ्नुस्, फेरि म एकचोटि भने डेसिमल नम्बर सिस्टममा 0 देखि 9 सम्म डिजिट हुन्छ। 0 देखि 9 सम्मको डिजिट हुन्छ। यसको बेस भनेको 10 हो। बाइनरी नम्बर सिस्टममा 0 देखि 1 डिजिट हुन्छ। 0 र 1 हुन्छ डिजिट। यसको बेस 2 हो। अक्टल नम्बर सिस्टममा 0 देखि 7 यसको बेस 8 र हेक्साडेसिमल नम्बर सिस्टममा 0 देखि 9 एन्ड A देखि F भनेको यसको बेस 16 हुन्छ। अब यो A देखि F भनेको के हो भाइ भने नबुझ्नु होला। जहिले पनि दिमागमा के याद गर्नुस् भन्दाखेरि पढ्ने तरिका, सम्झिने तरिका। 10 भनेको A हो है भन्ने सम्झिने। बुझ्नुभयो? A को 10 हुन्छ अथवा A भनेको 10 हो। B भनेको कति हो 11 हो सम्झिनुस्। C भनेको 12 सम्झिनुस्। D भनेको 13 सम्झिनुस्। 13 सम्झिनुस्। E भनेको 14 सम्झिनुस्। F भनेको 15 सम्झिनुस् है। 15 सम्झिनुस्। यतिसम्म हुन्छ। यसरी यो कुरा हामीले याद गर्नुपर्ने हुन्छ। अब सजिलो तरिका भाइ बहिनीलाई नम्बर सिस्टम कन्ठ पार्न धेरै गाह्रो पर्छ। भाइ बहिनी कोही नबुझेर घोगेर जानु कन्ठ पारेर जानुहुन्छ नम्बर सिस्टम कन्ठ पार्नु पर्दैन। हेर्नुस्, म हजुरलाई सजिलो तरिकाले सिकाउँछु। सुरुमा के गर्नुस् भन्दाखेरि म सुरुमा के गर्छु भन्दाखेरि हजुरको यहाँ अट्छ नअट्ला ल ठिकै छ अट्ला ल। हेक्साडेसिमल नम्बर सिस्टम भन्ने लेख्छु मैले। नअट्ने भयो यता गर्नु पर्यो। हेक्साडेसिमल नम्बर सिस्टम। हेक्साडेसिमल नम्बर भन्ने लेखे हुन्थ्यो। हेक्साडेसिमल नम्बर मात्र भन्ने लेखेको पनि भयो नि हुन्थ्यो। हेक्साडेसिमल नम्बर सिस्टममा
हजुरको के लेख्छु मैले भन्दाखेरि अब यहाँ 0 सुरुमा हेर्नुहोस् है हेक्साडेसिमल नम्बर जहिले पनि कतिबाट सुरु हुन्छ भनेपछि 0 देखि 9 एदेखि यहाँ भनेको 0 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 र 15 छ अब हजुरहरूलाई थाहै छ यो भनेको ए हो यो भनेको बी हो यो भनेको सी हो यो भनेको डी हो 14 भनेको ई हो 15 भनेको एफ हो यो कुरा जान्नु पर्यो ल अब यसको बाइनरी नम्बर कसरी पत्ता लगाउने हजुरहरूले कन्ठ पार्नु पर्दैन है ल हेर्नुहोस् कन्ठ पार्नु पर्दैन हेर्नुहोस् है म सिकाउँछु सुरुमा एउटा 0 लेख्ने सुरुमा एउटा 0 लेख्ने अनि एउटा 1 0 1 0 1 0 1 0 1 0 1 0 1 0 1 यसरी हाल्दै जाने यहाँसम्म जाने के हो यसरी हाल्दै जाने हामीले अब यसरी हाल्दै जाँदाखेरि हजुरको सेकेन्डचोटि फेरि पहिलो एउटा 0 एउटा 1 सेकेन्डचोटि जाँदाखेरि दुईटा 0 दुईटा 1 दुईटा 0 दुईटा 1 अथवा डबल 0 डबल 1 डबल 0 डबल 1 यसरी अब अर्कोचोटि जाँदाखेरि के हुन्छ 4टा 0 1 2 3 4 1 1 1 1 चारवटा 1 एउटा दुईटा तिनटा चारवटा 0 1 2 3 4टा 1 अर्कोचोटि के गर्छु मैले 1 2 3 4 5 6 7 8 1 2 3 4 5 6 7 8 ल हेर्नुहोस् अब 15 को बाइनरी नम्बर भनेको 3टा 1 14 को 3टा 1 0 ट्रिपल 1 0 भन्नुको मिनिङ अब हजुरहरूले यो कसरी लेख्ने झुक्किन्छ विद्यार्थी कन्फ्युज हुन्छ फेरि यसमा सुरुमा एउटा 0 सुरुमा एउटा 0 1 को डबल कति हुन्छ 2 हेर्नुहोस् है 2 को डबल कति हुन्छ 4 हुन्छ नि 4 को डबल कति हुन्छ 8 अब ध्यान दिनुहोस् यो 1 भनेको सुरुमा 1 भनेको के लेखेको मैले भन्दा एउटा 0 एउटा 1 भनेको 1 2 लेखेँ नि 1 को डबल कति हुन्छ 2 2 0 दुईटा 0 दुईटा 1 2 दुईटा 0 दुईटा 1 भनेको 2 को डबल कति हुन्छ 4 4टा 0 छ 4टा 1 4टा 0 4टा 1 छ कि छैन 4 को डबल कति हुन्छ 8 हुन्छ 8 भनेको के हुन्छ 8वटा 8वटा के हुन्छ 0 र 8वटा के हुन्छ 1 हुन्छ यसरी है सुरुमा एउटा 0 एउटा 1 हाल्दै जाने लास्टसम्म अर्को सेकेन्ड टाइम चाहिँ दुईटा 0 दुईटा 1 हाल्दै जाने अनि चारवटा 0 फेरि चारवटा 1 एकचोटि चारवटा 0 फेरि एकचोटि चारवटा 1 हाल्ने अनि लास्ट टाइम 8 चोटि जाँदाखेरि के हुन्छ एकचोटि 8वटा के गर्ने 0 हाल्ने अर्कोचोटि के हुन्छ 8 टाइम के हाल्ने 1 हाल्दै जाने यसरी हामीले बाइनरी नम्बर पत्ता लगाउने तर यो त भयो मैले हजुरलाई टेबल बनाएर देखाएँ यो त मैले हजुरलाई टेबल देखाएँ तर यो भन्दा सजिलो तरिकाले म सिकाउँछु है हजुरलाई फेरि जस्तै हजुरलाई ल मानौ अहिलेको लागि मलाई हजुरको ल यो 12 को बाइनरी नम्बर पत्ता लगाउनु छ 12 को बाइनरी नम्बर पत्ता लगाऊ भनेर आयो भने कसरी पत्ता लगाउने के गर्ने सेम यही कन्सेप्ट मैले के लेख्छु 1 लेख्छु यहाँ 1 को डबल के हुन्छ 2 हुन्छ 2 को डबल कति हुन्छ 4 हुन्छ 4 को डबल कति हुन्छ 8 हुन्छ नि 8 को डबल 16 पनि हुन्छ अरू पनि नम्बर पत्ता लगाउन सकिन्छ तर म त्यो गर्दिनँ अहिले अब हेर्नुहोस् 12 को बाइनरी नम्बर पत्ता लगाउनलाई के गर्नु मैले यो माथि छोपिदिएको छु है मैले अहिलेको लागि यो छोपिदिनुहोस् मैले छोपेँ अहिले भन्नुको मतलब अब हामीले कतिको निकाल्नु पर्ने छ 12 को बाइनरी नम्बर पत्ता लगाउनु पर्ने छ भने पछाडि के गर्छु मैले नम्बर जोड्ने पहिला 8 मा 4 जोड्दा कति हुन्छ 12 8 + 4 भनेको 12 हुन्छ कि हुन्न हो जुन जुन नम्बरलाई जोडेको छ एड गरेको छ नि त्यसमा 1 हाल्ने 1 1 भनेको 8 + 4 भनेको 12 आउँछ कि नै 12 आयो कि आएन 12 भयो हो जुन नम्बरलाई एड गर्दाखेरि 12 आउँछ नि त्यो नम्बरमा 1 1 हालेको जस्तै 8 र 4 जोड्दा 12 हुन्छ मैले 8 को तलपट्टि 1 हाल्छु 4 को 1 हाल्छु किन यो दुईटा नम्बर जोडेको अनि बाँकी नम्बर त जोड्नु पर्दैन किन यो र यो जोडेर 12 भइसक्यो अरू जोड्नु पर्दैन हो यसको तल 0 हाल्ने यसमा 0 हाल्ने ल हेर्नुहोस् अब हेर्नुहोस् माथि 12 को बाइनरी नम्बर 1100 हो कि होइन करेक्ट फेल खाए त फेल खाएन है पास भयो है ल अब हजुरलाई म
यसै गरी 9 को बाइनरी नम्बर पत्ता लगाउन सिकाउँछु। 9 भन्छ है, जहिले पनि के गर्नुहोस् 1 लेख्नुहोस्। 1 को डबल 2, 2 को डबल 4, 4 को डबल कति हुन्छ 8। ल हेर्नुहोस्, अब मलाई 9 को बाइनरी नम्बर पत्ता लगाउनु पर्यो भने के गर्छु, 8 भयो नि, यो 8 सँग 1 जोड्यो भने 9 हुन्छ कि हुन्न। 8 सँग 1 एड गर्दाखेरि 9 हुन्छ। जुन जुन नम्बरलाई एड गरिन्छ नि त्यसको मुनि चाहिँ 1 हाल्ने। यसलाई 1 हाले, यसलाई 1 हाले, बाँकीमा 0 0। ल हेर्नुहोस् त यहाँ 1000 आयो कि आएन, सरी कतिको मैले निकालेको अहिले, 9 को 1001 1001 मिल्यो कि मिलेन, 9 को फेल खायो, खाएन, पास भयो। अब म लास्टको 14 को निकाल्छु। 14 को निकाल्छु, यसरी नै 14 को निकाल्छु म। कति सजिलो, 14 को निकाल्न लागि सेम यही प्रोसेस हो। म यसलाई काटेँ अहिले, 1 को डबल 2, 2 को डबल 4, 4 डबल 8। अब मलाई 14 को निकाल्नु पर्छ भने जोड्ने, नम्बरलाई एड गर्ने। 8 सँग 4 जोड्दा कति हुन्छ, 12 हुन्छ, 12 हुन्छ। 12 मा 2 जोडे कति हुन्छ, 14 हुन्छ। 14 मा एउटा कति हुन्छ, 15 हुन्छ। मैले कतिको निकाल्नु पर्ने थियो अहिले, ए सरी मैले 14 को निकाल्नु भनेको थिएन। 8 भयो, 8 मा 4 जोड्दा कति हुन्छ, 12 हुन्छ हैन। 12 सँग 2 जोड्दा कति हुन्छ, 2 जोड्दा कति हुन्छ, 14 भनेपछि यो एउटा यसको मुनि 1 हाल्ने, 4 को मुनि 1 हाल्ने, 2 को मुनि 1, यो तीनटा नम्बरलाई जोड्दाखेरि 14 हुन्छ नि। 8 9 8 भनेपछि 9 10 11 12 13 14 भयो कि भएन हो। जुन जुन नम्बरलाई जोडिएको छ, एड गरिएको छ त्यसको मुनि 1 1 हाल्दै जाने। जुन चाहिँ एड नभएको नम्बरको मुनि चाहिँ यो नम्बर त एड गरे छैन त्यसको मुनि 0 हाल्ने। ल हेर्नुहोस् त 14 को हेर्नुहोस्, 14 भनेको छ नि, 14 को बाइनरी नम्बर 1 1 1 यो हो कि हैन, म्याच खायो, म्याच खायो हो। तपाईलाई इक्जाममा यसरी गर्नु भने एकदम सजिलो, यसरी गरे पनि सजिलो, जुन तरिका लाग्छ त्यसरी हजुरहरूले बाइनरी नम्बर चाहिँ पत्ता लगाउन सक्नुहुनेछ है त। यसरी बाइनरी नम्बरको लागि मैले यो सिकाएँ। अब म सिम्पल, अब बाइनरी नम्बरलाई कसरी चाहिँ यसको एड गर्ने अथवा कसरी सबट्र्याक्ट गर्ने, कसरी डिभाइड गर्ने, कसरी मल्टिप्लाई गर्ने भन्ने कुरा इक्जाममा एउटा फिक्स नै आउँछ, चार्ट आउँछ। हजुरको चार्टमा 4 मार्क्सको आउँछ, यो जसरी पनि मिलाउनु पर्ने हुन्छ है त। ल सुरुमा म ढिला नगरिकन हजुरलाई बाइनरी एडिसनको तर्फ जान्छु। नम्बर 1 मा बाइनरी नम्बरलाई कसरी एड गर्ने, एडिसन गर्नुपर्ने भयो। यो बाइनरी नम्बर सिस्टमलाई एड गर्नुभन्दा पहिला हामीले जान्नुपर्ने हुन्छ रुल्सहरू। यसको आफ्नै रुल्स हुन्छ। हेर्नुहोस् है, 0 प्लस 0 भनेको 0 इजिकल टु 1 हुन्छ, हुँदैन नि। 0 प्लस 0 0 नै हुन्छ। 0 प्लस 1 भनेको 1 हुन्छ। 1 प्लस 0 भनेको 1 नै हुन्छ है। त्यस पछाडि हजुरको 1 प्लस 1 भनेको अलवेज के हुन्छ, 2 हुन्छ। तर 2 को बाइनरी कति हुन्छ, 2 को बाइनरी 10 हुन्छ। हेर्नुहोस् त यहाँ 2 को बाइनरी 10 छ नि लास्टमा, यहाँ हेर्नुहोस् यो। ल 1 प्लस 1 भनेको 2 हुन्छ, तर 2 को बाइनरी नम्बर 10 हो। ल यसरी हामीले ध्यान दिनुपर्ने हुन्छ। अब म सिम्पल एउटा इक्जाम्पल दिन्छु हजुरहरूलाई। एक्जाम्पलमा कुनै नम्बरलाई एड गरेर देखाउँछु मैले। 1 1 1 भने, ल 0 1 1 लाई मैले के गर्छु, एड गर्छु, प्लस गर्छु। 1 मा 0 जोडे पनि 1 नै हुन्छ। 0 प्लस 1 भनेको 1 नै हो। 1 प्लस 1 एड गर्दाखेरि 2 हुनुपर्ने, तर मैले के गर्छु 2 को 10 हुन्छ। 10 भनेको 10 को 0, यो बच्यो 1 1 बचेन है, क्यारी ओभर 1 आयो। अब यहाँ हेर्नुहोस् त, क्यारी ओभर 1 आयो त आयो भने 3टा 1 हुन्छ। अब तपाईँले 3टा 1 कति हुन्छ सर भन्नुहुन्छ होला हजुरहरूले। यसरी हजुरलाई गाह्रो पर्छ, त्यसरी 3 वटा 1 जोड्नको लागि म सजिलो तरिका सिकाउँछु। पहिला हजुर 2टा 1 जोडिदिनुहोस् है। 2टा 1 जोड्नु भने कति हुन्छ, 10 हुन्छ। जोडियो। अब यो बच्यो एउटा 1लाई जोडिदिनुहोस् न, भइहाल्यो नि यो 10। अब हेर्नुहोस् त 3टा 1, पहिला 2टा 1 जोडियो, पछि लास्टमा एउटा 1 जोडियो भने कति हुँदो रहेछ, 11 हुँदो रहेछ नि हैन। 11 हुन्छ नि हैन। सो मैले 11 लेखेँ। ल यसरी मैले गरेँ। अब यसै गरी म हजुरहरूलाई अर्को पनि इक्जाम्पल दिन्छु। इक्जाम्पल नम्बर 2 दिन्छु यसरी नै।
यसरी गर्दै गए भने मैले के गर्छु हजुरलाई एउटा 1 1 अनि त्यस पछाडि 0 1 10 11 11 ल यो जोड्छु प्लस गर्छु। अब प्लस गरे भने मैले के गर्छु 1 + 1 भनेको 2 हुन्छ होला नि 2 को 10 हो 10 भनेको 10 को 0 क्यारी ओभर 1 1 + 1 भनेको 10 हुन्छ 10 को 0 क्यारी ओभर 1 1 + 1 भनेको 10 हुन्छ 10 को 0 क्यारी ओभर 1। अब यो दुईटा 1 जोड्दा कति हुन्छ कन्फ्युज हुनुहुन्छ भने दुईटा 1 जोड्दिने पहिला क्यारी ओभर यहाँ छँदैछ नि हामीसँग हैन यताबाट आएको क्यारी ओभर भनेपछि 1 1 कति हुन्छ 10 हुन्छ 10 + 1 भनेको कति हुन्छ 11 हो यसरी 11 लेख्ने है 11 यसरी हामीले लेख्न पाइयो भनेपछि यसको एन्सर के आउँछ 1 1 000 आउँछ। ठीक छ ल यसरी भयो। अब यसै गरी हजुरहरूलाई म क्याल्कुलेटरबाट पनि चेक गर्न सिकाउँछु त्यहाँ हजुरलाई क्याल्कुलेटरबाट पनि चेक गर्न सिकाउँछु हजुरले क्याल्कुलेटर पनि युज गर्न सक्नुहुन्छ है तर फेरि हजुरले एक क्याल्कुलेटर खेर मात्र युज गरेर मात्र हुँदैन नि फेरि हेर्नुस् है हजुरहरूसँग यो साइन्टिफिक क्याल्कुलेटर हुनुपर्ने हुन्छ साइन्टिफिक क्याल्कुलेटर हुनुपर्ने हुन्छ। यसमा पहिला के थिच्नु भन्दाखेरि यो मोड थिच्नुस् मोड थिच्ने मोड थिचेपछि 4 थिच्ने 4 थिचे पछाडि हेर्नुस् अहिले हाम्रो डेसिमलमा देखाएको छ यहाँ यसलाई बाइनरीमा लानु पर्ने छ यहाँ लगमा छ बाइनरी यहाँ लगमा बाइनरी छ ल हेर्नुस् अहिले मैले गरेको मिल्छ कि मिल्दैन भनेर चेक गर्नु पर्यो मलाई हेर्नुस् है हेर्नुस् त के छ 111 111 प्लस 110 110 गर्दाखेरि यसको एन्सर कति आयो 1101 1101 मिल्यो नि मिल्यो हेर्नुस् अर्को पनि यसरी फेरि अर्को के गर्छु मैले 1101 प्लस 1011 गर्यो भने कति आयो मेरो एन्सर मिल्यो हो यसरी हामीले बाइनरी एडिसन गर्न सकिन्छ है त ल ठिकै छ भिडियो धेरै लामो हुन्छ होला हजुरहरूलाई म आज यति गर्छु भोलिको लागि फेरि सबट्र्याक्सन मल्टिप्लिकेसन डिभिजन लिएर आउँछु तर एउटा मल्टिपल एउटा इक्जाम्पल गरिदिन्छु अझै पनि एउटा ल अलि लामो खालको है त ल सपोज 1 2 3 4 5 1 2 3 4 5 ल यति गर्नु पर्यो पुरै 1 1 नै छ पुरै जोड्नु ल प्लस गर्नु पर्यो यो सही छ है 1 + 1 भनेको 10 10 को 0 क्यारी ओभर 1 3वटा 1 जोड्नु पर्यो 1 1 10 10 + 1 भनेको 11 तीनटा 1 जोड्ने 11 भनेको तीनटा 1 जोड्दा कति हुन्छ 11 को 1 हुन्छ फेरि यहाँ क्यारी ओभर यहाँ आयो 1 + 1 10 10 + 1 भनेको यहाँ जोडेँ नि मैले कति हुन्छ 11 को 1 क्यारी ओभर 1 आयो 1 जोड्दा कति हुन्छ 1 + 1 10 10 + 1 कति भयो 11 भनेपछि कति हुन्छ 11 ल यसरी हामीले बाइनरी नम्बरको एडिसन गर्न सकिन्छ है त धन्यवाद हजुरलाई म फेरि यस्तै खालको भिडियोहरू लिएर फेरि आउनेछु नेक्स्ट टाइम र यसबाट हजुरलाई फिक्स है एडिसन बाइनरी नम्बरको एडिसन सबट्र्याक्सन मल्टिप्लिकेसन डिभिजनमा चारवटामा एउटा फिक्स हो तर बाइनरी कन्भर्जन पनि बाँकी हुन्छ त्यो चाहिँ म सिकाउन नेक्स्ट टाइम सिकाउँछु यति जाने भने हजुरले केही नभने 3 मार्क्स त कहीँ जान्न है ढुक्क हुनुहोस् त्यही भएर मजाले पढ्नु होला यदि हजुरले बुझ्नु भएन भने भिडियोलाई पज गर्दै हेर्नु होला है त धन्यवाद छ है त आजलाई म यति गर्छु।